हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। यो मेरो मात्रै होइन, तपाईँ हामी सबैजनाको युट्युब च्यानल हो। सो आज पनि म तपाईँहरूमा सानो एउटा मिनी ब्लग तयार गर्दैछु। सो हेरिदिनु होला, माया गरिदिनु होला, सपोर्ट गरिदिनु होला। मलाई त अहिले तपाईँहरूको सपोर्टै चाहिएको प्रायः, किनकि मैले अहिले यो युट्युब स्टार्ट गर्न थालेको छु। सो मलाई अहिले तपाईँहरूको साथ सपोर्ट चाहिएको छ। त्यसैले त म तपाईँहरूलाई इन्फ्लुएन्स गर्नुको निम्ति नै भए पनि अहिले चाहिँ जानी नजानी पनि भए पनि मोबाइल तेर्साएर भिडियो बनाउन थालेको छु। सो तपाईँहरूले मलाई माया गरिदिनु हुन्छ भन्ने अपेक्षाको साथ आज पनि मैले तपाईँहरूमाझ यो भिडियो बनाउन गइरहेको छु। अनि तपाईँहरूलाई मैले हिजोको भिडियोमा देखाएँ, पानी परेको थियो कतारमा होइन, 2 दिन लगातार पानी परेको थियो। सो त्यही भएर अब त्यो पानी परेको प्रभाव चाहिँ धेरै नै भयो क्या हाम्रो यहाँ। कति पानी मात्रै परेन क्या, हावाहुरी बतास चल्यो। कति यहाँ पर देख्नु भएको जस्तो यस्ता सानोतिनो यो छाप्रीहरू त उडाएको छ। कतिपय चाहिँ तपाईँको बिल्डिङ्सहरूमा अब भन्नु न, अब ग्लास सिसाहरू पनि फुटाएको पनि छ है। अनि अब हामीले काम गर्ने ठाउँतिर पनि अलिकति जोखिम पूर्ण नै भएको छ होइन, अलिक क्षति भएकै छ। जस्तै पार्किङ एरियामा टेन्टहरू भयो, अनि त्यसपछि अरू पनि धेरै चिजहरू चाहिँ गएको छ। झन् कतारमा त झन् अहिले तपाईँको कतारको मेन विशेष भनेको अहिले यस्तो रुख हरियाली बनाउने चाहिँ कतारको मेन चाहना हो। सो त्यो रुखहरू पनि धेरै नै ढालिदिएको छ कि हिजोको हावाहुरीले गर्दाखेरि त धेरै नै ढालिदिएको छ, धेरै क्षति भएको। त्यही भएर अब क्षति भएको छ तर पनि केही फरक छैन, कतारले जसरी भए पनि आफ्नो म्यानेज गरि नै हाल्छ। यस्तो चलिरहेछ। सो एक दिनको हावाहुरीसँगै ठुलो भारी वर्षाको कारण चाहिँ त्यतिसम्म चाहिँ भयो हो। सो वी डोन्ट वरी, हामीलाई केही पनि त्यसको बारेमा हामीलाई केही चिन्ता छैन। सो हामी जहाँ छौँ जस्तो छौँ ठिकै अवस्थामा छौँ। तपाईँहरूलाई हामीले यसरी अब हामीले भन्दाखेरि चाहिँ मैले तपाईँहरूलाई इन्ट्रोड्युस गर्नु खोजेको चाहिँ केमा भन्दाखेरि फरेन लाइफ, जस्तै अब खाडीमा मान्छेहरूको लाइफ कस्तो हुन्छ, खाडीमा मान्छेहरू कसरी आफ्नो टाइम बाँड्छन् अरूलाई भन्ने खालको सिचुएसन्सहरू कस्तो हुन्छ भन्ने खालको विषयतिर मैले थोरै बोलेर तपाईँहरूलाई यहाँको सत्यता वास्तविकता देखाउन खोजेको हो। त्यसैले आशा छ तपाईँहरूले मलाई सपोर्ट गर्नुहुनेछ। सपोर्ट गर्नुहुनको लागि म अहिलेको लागि चाहिँ म बिन्ती गर्न चाहन्छु। अहिले चाहिँ मलाई तपाईँहरूको सपोर्ट धेरै नै चाहिन्छ। यो थियो हिजो घटेको घटनाहरू जुन कतारमा तपाईँहरूलाई मैले सबै सुनाएँ। यस्तै चलिरहेछ, यस्तै भइरहेछ। म यस्तै घटनाहरू तपाईँहरूमाझ अब प्रस्तुत गर्नेछु। सो अब तपाईँहरूलाई एउटा चिन्ता पनि थियो, कतारमा के भइरहेछ भन्ने खालको चिन्ताहरू पनि थियो, तपाईँहरूको मनोजिज्ञासा भयो, त्योहरू पनि हामीले प्रस्तुत गर्छौँ। अब अहिले भर्खरै वार चलिरहेको थियो, जो इरानले एट्याक गरिरहेको थियो। अहिले ऊ पनि शान्त भएको छ, शान्त वातावरण भएको छ, माहौल एकदम सुनसान भएको छ। अब त त्यस्तो नहुने सम्झौता नि भयो भन्ने खालको कुराहरू पनि सुनिरहेछ। सो तपाईँहरूले केही चिन्ता नलिनु होला कतारवासीहरूको लागि। र विशेष गरी घरमा भएको आमा बाउ दाजुभाइ दिदीबहिनीहरू धेरै नै चिन्ता गरिरहनुहुन्छ। सो चिन्ता नगर्नु होला। अहिले भने खाडीमा त्यति साह्रो जोखिम भन्ने छैन, अहिले सबै ठिक भइरहेछ। सो ठिकै छौँ पनि, ठिकै रहनेछौँ। अब भने म तपाईँहरूलाई अर्को ब्लगमा भेट्नेछौँ र अर्को भ्लग बनाएर तपाईँहरूमा प्रस्तुत गर्नेछौँ भन्ने प्रतिबद्धताको साथ म आजको यो मेरो सानो मिनी भ्लगलाई यहीँ खत्तम गर्न चाहन्छु। सो तपाईँहरूले यस भिडियोमा लाइक गरिदिनुहोस्, कमेन्ट गर्नुहोस्, कहाँबाट हेर्दै हुनुहुन्छ यो भ्लग त्यो भनिदिनुहोस्, र सब्सक्राइब गर्न नभुल्नु होला, र साथीहरूलाई सेयर पनि गरेर कतारको लाइभ देखाउनु होला। हस्ता बाई, सी यू इन नेक्स्ट ब्लग।
सो बाई।